1973 विक्रम सम्वत 1973 सालभन्दा पहिला नेपालमा सती प्रथा थियो। त्यो सती प्रथालाई नेपाली समाजले यो सामाजिक समस्या हो, यानि कि विसङ्गति विकृति हो भनेर भनेको थिएन, त्यसलाई स्वीकार गरेको थियो। सती जान पाउनु नारीहरूको ठुलो भाग्य हो भनेर नारीहरूलाई प्रोत्साहित गरेको थियो र मृत श्रीमानको पछि सती जान बाध्य हुन्थे। अनि मैले त्यसै सन्दर्भको झोला फिल्म पनि हेरेँ, यहाँहरूले हेर्नुभएको थियो होला। साँच्चीकै त्यो झोला फिल्मले मेरो मन छ्या बनाएको थियो। त्यति बेला कस्तो दुःखद परिस्थितिमा नेपाली महिलाहरूले दुःखद परिस्थिति झेल्दै आएका रहेछन् भन्ने कुरा महसुस भयो। सती प्रथालाई कानुनी रूपमा अन्त्य गर्ने चन्द्र शमशेर हुन्। नेपाली महिलाहरूले चन्द्र शमशेरलाई सलाम गर्दा पनि हुन्छ, देउता मान्दा पनि हुन्छ भनेर कतै कतै लेखिएको पनि छ। धेरै आरोह अवरोहहरू खेप्दै यो समाज अगाडि बढिरहेको छ। अब हामीले यहाँ प्रस्तुत गर्न लागिरहेको जुन नाटक छ, यो बोल्छ नाटक। नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह अहिले उहाँ 92 वर्ष हुनुभयो। जिन्दगीमा कति ठुलो सङ्घर्ष झेल्दै अगाडि आउनुभएको छ, अगाडि बढ्नुभएको छ। 92 वर्षको उमेरमा पनि अझ उहाँ यङ हुनुहुन्छ। हामीलाई यता दुःख उता दुःख भन्नु उहाँको अगाडि लाज मान्नु पर्ने हो। उहाँको अगाडि हामी आफूलाई सधैँ जवान छौँ भन्ने कुरा महसुस गर्नुपर्छ, किनकि उहाँ अझै पनि जवान हुनुहुन्छ र कस्ता दुःखद परिस्थितिहरू उहाँहरूले भोग्दै आउनुभयो। अनि यहाँ मैले देखिरहेको छु कतिपय बुवाहरूलाई देखिरहेको छु, उहाँहरूले पनि कस्ता दुःखद परिस्थितिहरू भोग्दै आउनुभएको थियो। अब यहाँ प्रस्तुत हुने नाटक यहाँहरू अहिले वर्तमान परिवेशमा टिकेर यो नाटकलाई हेर्नुभयो भने नाटकको रसास्वादन गर्न सक्नुहुन्न, किनकि मैले यहाँहरूलाई अब 34-35 वर्ष पहिला फर्काउन चाहन्छु। फर्काउनुहोस् एकचोटि। यो वर्तमान त्यसै भएको होइन। धेरै दुःखहरू भोग्दै यो वर्तमान आएको। त्यति बेला सामाजिक परिवेश कस्तो थियो? शोषक सामन्तहरूले सर्वसाधारणलाई, विपन्न वर्गलाई कसरी शोषण गर्थे भन्ने कुरा यो युगको नाटकमा देखिएको छ। त्यति बेलाको सामाजिक परिवेश कस्तो थियो? हामीले धेरै साहित्य पढ्छौँ, नाटक पढ्छौँ, कविता पढ्छौँ, सधैँ वर्तमानका मात्रै पढ्छौँ र हामीले विगतमा पनि त्यति बेलाको सामाजिक परिवेश, त्यति बेलाको अवस्था कस्तो थियो भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। र साहित्य अथवा जुन कुनै नाटकहरू हामी पढ्न थाल्छौँ भने त्यो पढाइ सँगसँगै आफूलाई पनि त्यही बेलाको सामाजिक परिवेशमा आफ्नो मनलाई पनि त्यहाँ लानुपर्छ। बल्ल साहित्य तीनचोटि भन्दैछु, 34-35 वर्षको सामाजिक परिवेशमा फर्कनुहोस्, बल्ल यो नाटकको रस हामीले प्राप्त गर्न सक्छौँ। कुनै पनि साहित्यको रस हुन्छ, यो साहित्यमा यो नाटकमा वीर रस प्राप्त हुन्छ, सुरुमा कारुणिक रस प्राप्त हुन्छ र पछि वीर रस प्राप्त हुन्छ। अनि त्यसपछि हामीलाई विद्रोह गर्न सिकाउँछ। विद्रोह गर्ने कुरा दिन प्रतिदिन हुन्छ, अहिले वर्तमानमा पनि हुन्छ र भविष्यमा पनि विगतबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ। अब बाँकी नाटकबाट है त सबैले धैर्य धारण गरेर यो नाटकलाई अन्तिमसम्म हेरिदिनु होला। त्यसपछि हाम्रा जोरदार अपेरा नृत्यहरू रहेका छन्।
आउनुहोस् हामी सँगै यात्रा गरौँ। आजभन्दा करिब 46 वर्ष अघि 2034-35 साल नेपाल पुरै अँध्यारो कालरात्रि जस्तै थियो। भौतिक रूपमा नेपाल एकैसाथै ढुङ्गिएको जस्तै थियो। गाउँहरूमा न बिजुली थियो, न सडक, न पुल पुलिसा, न आधारभूत स्वास्थ्य र शिक्षा, न त विकासका कुनै आधार। जनजीवन चरम अभाव, अशिक्षा, अन्धविश्वास र पीडाले थिचिएको थियो। नेपाल पुरै विश्वभन्दा धेरै पिछडिएको थियो। जति बेला कालो पञ्चायत शासनको बारमा पुरै नेपाल बिर्सिएको थियो, त्यसमाथि थियो निर्दयी पञ्चायती शासनको कठोर छाया। जहाँ जनताको आवाजमाथि नियन्त्रण थियो, राजनीतिक स्वतन्त्रता निषेध थियो, अधिकार माग्नु अपराध ठहरिन्थ्यो, सत्य र यथार्थ बोल्नु राज्य विरुद्धको विद्रोह मानिन्थ्यो। तर इतिहास सधैँ मौन रहँदैन। जनता विवेक र चेतनालाई बन्धक बनाएर सधैँ मुक्तर्सक बस्दैनन्। पञ्चायती शासकले दमन र राज्य आतङ्कको सिलसिलालाई पेचिलो बनाउँदै गर्दा स्वतन्त्रता र प्रजातान्त्रिक आन्दोलनको राप पनि बढ्दै थियो। जति जति दमन बढ्दै गयो, उति उति स्वतन्त्रता र विद्रोहको आगो पनि सर्कदै गयो। एकातिर सत्ता आतङ्कको कठोर चक्र, अर्कोतिर न्याय र स्वतन्त्रताको खोजीमा छटपटिएका जनताको हुङ्कार। त्यो समय जब राज्य, न्याय र सत्ता केही सामन्त र साउ मुखियाको मुठीमा सीमित थियो। झुटा मुद्दा, जालझेल, अन्याय, शोषण र उत्पीडन उनीहरूको प्रमुख हतियार जस्तै बनेको थियो। त्यस समय गरिब र निमुखा जनताको चेतमा आत्मसमर्पण र साउका अगाडि लम्पसार पर्नु, झुक्नु, सहनु र मौन बस्नु बाहेक अरू केही विकल्प थिएन। हो, त्यही अँध्यारो समयको कथा हो। सोही कालखण्ड र परिवेशका अर्कै र उजेलीको विधा हो, जो गाउँको साउ मुखियाबाट बारम्बार अन्यायमा परिरहन्थे। आउनुहोस् उनीहरूको वेदना, सङ्घर्ष र चेतनाको आवाजलाई हामी पनि सँगै महसुस गरौँ। प्रस्तुत छ नाटक यो बोल्छ, यो बोल्छ, यो बोल्छ। लेखक मोहन विक्रम सिंह, निर्देशक तथा नाट्य रूपान्तरण हेमराज आश्रम।
अन्याय र अत्याचारले सबै हद र सीमा नागिसकेको थियो। उनीहरूको विरुद्ध आवाज उठाउने साहस कसैसँग थिएन। जनताको मनमा उनीहरूप्रति भय र सन्तास थियो। अन्जान जनताहरूलाई लाग्थ्यो साउल मुखियाहरू एक हिसाबले अजर र अमर हुन्। जबसम्म आकाशले ठाडो शिर गर्न सक्दैन, सधैँ एउटै ठाउँमा रोकिँदैन। समयसँगै चेतनाको नदी पनि क्रमशः अघि बढिरहन्छ। त्यही अँध्यारो समयको गर्भमा एउटा नयाँ विचार प्रभाव भइरहेको थियो। थिचोमिचो र अन्यायको जन्जिरमा बाँधिएको हर्केको गाउँमा पनि एक रात त्यो विचारले गाउँको मौनतालाई झकझकायो। डरभित्र कैद जनताको चेतनालाई बिउसायो। हर्केको गाउँ अब पुरानै सोचमा सीमित रहेन। समाजको सोच, जीवन र देशप्रतिको दृष्टि र बुझाइ बिस्तारै बदलिन थाल्यो। उक्त परिवर्तनको प्रभाव हर्के र उजेलीमाथि पनि पर्नु स्वाभाविक थियो। अब हर्के पहिलेको जस्तो निरीह, असहाय र शक्तिहीन थिएनन्। हर्केको चेतना, नयाँ विचार र सोचले सुसज्जित हुन थाल्यो। देश, परिवेश, जीवन, दर्शन तथा विश्व राजनीतिमा हर्के विकसित हुँदै गए। पुरानो सोच
जीवन साई लाइन मार्नु जाली खोटाहरू हो, साहु सामन्त र दलालहरू हो, नोकरशाही अफिसर र भाडाका तत्त्वहरू हो, सामन्तवाद र साम्राज्यवादका दलालहरू हो, संसारभरिका प्रतिक्रियावादीहरू हो। अब के तिम्रो धर्म, तिम्रो संस्कृति, तिम्रो परम्परा, तिम्रो रीति, तिम्रो कानुन, तिम्रो व्यवस्था, तिम्रो अन्याय, तिम्रो अत्याचार, यी सब ध्वस्त पारी हर्केले नयाँ समाजको जग बसाल्नेछ। हर्केको युद्धको घोषणा हो यो, शोषित पीडित जनताको इन्कलाबको हुङ्कार हो यो, युगदेखि चल्दै आएको वर्ग सङ्घर्षको सिलसिला हो यो। त्यसमा हर्के सामेल भएको छ। त्यसकारण ऊ अमर छ। जबसम्म ऊ त्यो धारामा बगिरहनेछ, ऊ अझै बनिरहनेछ। हर्केले जितोस् वा हर्केले हारोस्, तर अन्तिममा जित हर्केकै हुनेछ। हर्के मरोस् वा हर्के बाँचोस्, हर्केको युद्ध चलिरहनेछ। 1000 वर्षसम्म चलिरहनेछ। सहाराको मरुभूमिमा, मलायको टापुमा, बर्माको जङ्गलमा चल्नेछ। पनामाको खाडीमा, बङ्गालको भूमिमा, अनि पेरिसको सहरमा चल्नेछ। कोशी, मेची र नारायणीका धारहरूमा, सेती, बेरी र महाकालीका लहरहरूमा, सगरमाथा र धौलागिरीका शिखरहरूमा, मिथिलाको फाटमा, बागमतीको तीरमा, लुम्बिनीका गाउँहरूमा, गण्डकी, राप्ती र कर्णालीका जलप्रवाहहरूमा हर्केको लडाईँ चलिरहनेछ। यो लडाईँ त्यो बेलासम्म चलिरहनेछ जुन बेलासम्म यो धरतीमा बनेको स्वर्ग र नर्कको भेद रहिरहनेछ। जब धरती खाली धरती मात्र बन्नेछ, न त्यो भन्दा कम, न त्यो भन्दा बढी, त्यो दिन हर्केको लडाईँ सिद्धिनेछ। को हो?
अर्के त त्यो अर्के त क्रान्तिकारी भएछ नि मेरो आफ्नै आँखाले देखेको कस्तो ठाडो कुरा गर्ने थियो भने मलाई त कस्तो डरै लाग्यो आगोसित पानीसित अनि समुद्रमा उठ्ने लहरसित काला काला बादलसित बिजुलीको गर्जनासित अनि लाठी बन्दुक र गोलीहरूसित तिनका जेल तिनका मेल यी कसैसित पनि हर्के डराउन्न अघि बढ्यो मेरो कदम अब यो रोकिने छैन डरले गर्दा नै मेरो सर्वस्व गयो गाई लुट्यो भैँसी लुट्यो घर जग्गामा साउको अधिकार भयो डरले नकापेको भए अघि बढेर लडेको भए त्यो साहुले मेरो के बिगार्न सक्थ्यो बहुसंख्यक शोषित पीडित जनतामाथि त्यो साहुको के जोर चल्न सक्थ्यो आज मैले बल्ल बुझेँ मेरो तागत कति महान छ भनेर हिमालको जाफेको गीतमा पहाडको गुराँसको फुलमा तराईको गैँडाको खागमा मेरै शक्ति चम्किरहेछ एसिया अफ्रिका र लेटिन अमेरिकामा युद्धको नगरा बजिरहेछ युरोपमा अमेरिकामा चिम्नीको धुवामा क्रान्तिको मुस्लो निस्किरहेछ अनि हामीले डराउनु पर्ने के आवश्यकता छ
म दास बनिरहेको छु। किनभने म भित्रै सामन्तवादको बास छ। आज मैले हारिरहेको छु किनभने म भित्रै दुश्मनको मोर्चा छ। म भित्र लोभ छ, म भित्र व्यक्तिगत स्वार्थ छ, डर छ, त्रास छ। म भित्र दुश्मनको मोर्चा छ। त्यसैले म हारिरहेको छु। आज म हारिरहेको छु। यही कारणले बहुसङ्ख्यक शोषित पीडित जनता पराधीन हुनु परेको छ। आफ्नै भित्रको मानसिक जन्जिर आज आफ्नै प्राणको कारण बनेको छ। जब यो जन्जिर टुट्नेछ त्यो दिन संसारमा प्रलय हुनेछ। हो, त्यो दिन आगोको वर्षा हुनेछ, रगतको खोला बग्नेछ, अनि चिर शान्ति कायम हुनेछ। अनि एउटा नयाँ जीवनको प्रारम्भ हुनेछ। सुन्दर स्वतन्त्र जीवनको प्रारम्भ हुनेछ। त्यसैले आज मैले पहिलो लडाई आफ्नै विरुद्ध लड्नु परेको छ। आफ्नै विरुद्ध क्रान्ति गरी नयाँ हर्केलाई जन्माउनु छ। दुःखदेखि भागेर को उम्केको छ र? अन्यायदेखि डराएर देशबाट को बचेको छ र? आज मैले यो कुरा बल्ल बुझेँ। दुःखबाट भाग्ने होइन, त्यससित लड्नुपर्छ। अन्यायदेखि डराउने होइन, त्यससँग जुट्नु पर्दो रहेछ। नत्र सुखी मनले बाँच्न पनि पाइँदो रहेनछ। अनि मात्र एक पाना खान पाइँदो रहेछ। नत्र भने आफ्नै पसिनालाई पनि आफ्नो भन्न नपाइँदो रहेछ। आफ्नै छायाले पनि आफैलाई लखेट्न थाल्दो रहेछ। आज मैले बल्ल बुझेँ। स्वतन्त्रताको लागि रगतको दान दिनु पर्दो रहेछ। शान्ति चाहिए क्रान्ति गर्नु पर्दो रहेछ। बाँच्न खोजे मर्न जान्नु पर्दो रहेछ। नत्र स्वतन्त्रता जन्जिर बन्दो रहेछ। अनि शान्ति अभिशाप बन्दो रहेछ। जीवन जिउँदो लास आज यही भइरहेको छ।
तिमीले गइहाल यहाँबाट ल मेरो विरुद्ध जनता उकास्ने हर्केलाई मैले घात छोड्छु हेर जब मेरो विरुद्ध आयो हर्केले सारा जनतालाई उकासेर मलाई प्रधान बनाउनु खोज्ने मेरो शासनमा मेरो अधिकारमा बसेको हर्के आज क्रान्तिकारी भयो भनेर बडा कथा हुँदो रहेछ जसलाई तँलाई म के गर्न जान्छु यो समाजमा तँलाई कहाँ टेक्न दिन्छु मैले तँलाई मेरो विरुद्ध जनता उकासेर हर्केले घोषणा गर्छ अब हामी उठ्नुपर्छ मजदुर उठ्नुपर्छ किसानहरू उठ्नुपर्छ विद्यार्थी उठ्नुपर्छ महिलाहरू जुट्नुपर्छ संसारभरि फरफराइरहेको छ रातो झन्डा हँसिया र हतौडा अब हामी त्यसलाई बोक्नुपर्छ भीख मागी अधिकार पाइन बन्दुक बोकी लड्नुपर्छ श्वेत आतङ्कले लाल आतङ्कको जन्म दिन्छ Lathi Goli